धन्यवाद राई। मसँग मैले धेरै अगाडि छपके फुलफुली बेटरमा गीत गाउने पाएको थिएँ। 2 लाइन प्लिज, किनभने म छपके यो भन्दा अगाडि कहिले पनि मैले मौका पाइनँ हैन। यो गीत सुपर हिट भयो नेपालमा, म अमेरिकामै थिएँ। तर उहाँसँग यो 2 लाइन गाउने मैले इच्छा जाहेर गरेँ। प्लिज एकदम म कोसिस गर्छु है। ल बसन्त सापकोटा दादाले हैन छपकै फुल फुल्यो बोलको गीत गाउने बेलामा चाहिँ मैले उहाँको भोइस सुनेको थिएँ हैन। अनि होइन यो कसको भोइस हो भनेर सोधेको थिएँ। अनि किरण गजमेर हुनुहुन्छ, युएसमा बस्नुहुन्छ भन्नुभएको थियो कि। अनि कति राम्रो स्वर हो भनेर मैले सोधेको थिएँ। साह्रै राम्रो। तर पछि आएर भेट्यौँ हामी। उहाँ नेपाल आउनुभए पछाडि भेट्ने मौका पनि पाइयो। उहाँले गाउनु भएको रहेछ त्यो पनि थाहा भयो। र आज फर्स्ट टाइम है हामी यहाँ भोइसको स्टेजमा थोरै 2 लाइन अलिअलि 2 लाइन। स्योर तिम्रै माया सजाउँछु देब्रे